सरकारले गरेको हरेक गलत कार्यको हामी भण्डाफोर गर्छौँ। आफूले चाहिँ सुन राख्ने 200 केजी 300 केजी त्यो सुनको स्रोत खोइ, अनि ठुल्ठुलो कुरा गर्ने होइन। तोला मिलाएर पनि बुझ्नुपर्छ कति कुरा होइन। अनि आफ्नो सम्पत्तिको स्रोत नदेखाउने सरकारलाई नैतिक अधिकार भन्छ, तैँले यस्तो गरी सरकारी जग्गामा बसेस् यो त्यो भन्ने। त्यसले गर्दाखेरि त्यसतर्फ पनि सरकारले चाहिँ के अरे ध्यान दिनुपर्छ। आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गर्नुपर्छ। सदन कहिले खुलाउन मान्दैन। अस्ति पनि कराउँदा 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 सदन खुला थियो, बन्द भइहाल्यो। कहिले बनाउने बजेट हामीले? अधुरा योजनाहरू कहाँ कहाँ छन्, के छन्, कतिवटा पुलहरू अधुरा छन्, बाटोको यस अवस्था है। युवा तपाईँको छैन हजारौँको सङ्ख्यामा दैनिक विदेश पलायन भइरहेको छ। त्यसलाई रोक्नका लागि के छ, यही देशमा रोजगारीको व्यवस्था गर्नलाई के छ, त्यो छैन। केही सोच विचार केही पनि छैन योजना चाहिँ। अनि जहिले पनि डोजर, लट्ठी, बुट र बन्दुक, 4वटा सम्पत्ति नेपाल सरकारको अहिले देखाएको छ। मेरो फेसबुक आइडी जस्तो क्या, मेरो फेसबुक आइडी पनि देखाइ गर्छ नि, आएकै गर्छ भने सरकारले डोजर, लाठी, बुट, बन्दुक, त्यति हो त देखाउने, सम्पत्तिहरू छैन। अनि त्यति गर्दाखेरि सुशासन भइहाल्यो। हाम्रो तर्क त के छ भने, श्रम संस्कृतिको तर्क त यदि गरिबले भोक लागेर चोर्छ भने सरकार चाहिँ जेल जानुपर्छ होइन। भोक लागेर चोरेको छ भने, फेरि लोभले चोरेको चाहिँ भ्रष्टाचारी हो, भोकले चोरेकोलाई भ्रष्टाचारी भन्नु मिल्दैन है। भोक लागेर चोरेको त आफ्नो ज्यान बचाउनुको लागि त चोर्छ त मान्छेले। यो देशमा कोही मान्छेले भोक लागेर चोरिरहेको छ भने सरकार चाहिँ जेल जानुपर्छ। अब यो शब्दलाई, यो वाक्यलाई व्याख्या विश्लेषण गरेर बेसरी बुझ्नु। सुरुमा चाहिँ बुझिँदैन मैले भनेको कुरा, के भन्यो भन्छ, सोच्दो रहेछ नि, 1 हप्ता पछाडि गुड भन्छ। यो मैले धेरै पहिलादेखि थाहा भएको हो। अस्ति मैले भने सरकार धेरै यो नगर्नु भनेको, मेरो फेसबुकको तपाईँको फलोवर्स पात्तै घट्यो 6000। अनि भरेका र उपचार गरेर छोड्नुपर्छ है भनेको, नभन्दै उपचार गरेर छोडेपछि फेरि 1 लाख बढ्यो मात्रै बात। अहिले यतिखेर मलाई गाली गर्दैछ यो सुकुम्बासीको बारेमा होइन, घट्दैछ फलोवर्स हेर्दैछु। अब 1-2 दिनपछि थाहा हुन्छ फेरि बढ्नेवाला छ। त्यो नयाँ घटना होइन मेरो लागि। विचार गर्नु न, जग्गा चाहिँ सरकारी भन्छ, जग्गा चाहिँ सरकारको भने जनता चाहिँ कसको? एउटा घरको मुलीले होइन, बाबुले आमाले मेरो जग्गा मेरो घर मात्रै भयो हुन्छ, छोराछोरीले कसको त? उसको हो कि होइन? अनि त्यो तपाईँको जनताको जिम्मा लिनुपर्छ पर्दैन? होला कोही मान्छेले तपाईँको चाहिँ कब्जा गरेर बस्या होला, कोही के होला, तर जनताको जिम्मा त लिनु पर्यो नि त। सबै मान्छेले कब्जै गरेर बस्या हो त? त्यो थापाथली त्यो गनाउने तपाईँको चाहिँ बागमतीको किनारमा त्यतिकै बस्या हो त? कसलाई रहर छ र बजारमा घर किनेर बस्ने हैसियत हुँदा हुँदै थापाथलीको गनाउने ढलनिर होइन बस्न कसैलाई रहर हुन्छ? मान्छे त सुखको खोजीमा निस्केको प्राणी पनि हो नि होइन। न्यू रोडमा घर हुने मान्छे चाहिँ त्यहाँनिर आएर बस्छ त बस्दैन नि त। त्यसले गर्दाखेरि म भन्न चाहन्छु, सरकारले जुन किसिमको निर्मम खालको चाहिँ नि रवैया अहिले चाहिँ नि देखाउँदैछ, त्यो चाहिँ तपाईँको चाहिँ नि के अरे श्रम संस्कृतिले सहँदैन। हामी सधैँभरि आवाज उठाइ नै रहन्छौँ, सचेत। अर्को कुरा, अमेरिकी सेनाले नेपाली सेनालाई 100 मिलियन बराबरको त्यही किनिदिने अरे हेलिकप्टर भन्ने सुने, सहयोग गर्ने अरे भन्ने आयो है, 7वटा हेलिकप्टर। अब सदन त खोल्दैन साथीहरूले, मैले एक्लै गएर खोल्न मिलेन, त्यहाँ गएर भन्नुपर्ने छ मैले है। त्यो खालको सहयोग लिनु पर्दैन। हामीले कहाँ जाने हो र? हामी आफै किनौँ न, किन खाली अर्काले दिनुपर्ने है? त्यसै पनि एम्स, एमसीसी, एसपीपी, युरेनियम के अरे तपाईँको प्रशोधन भन्ने कुराहरू आइरहँदाखेरि हामीलाई चाहिँदैन त्यो कहीँ जानलाई। हामी आफै किनौँ। सरकारले त्यो सहयोग लिनु हुँदैन भनेर भन्न चाहन्छु एउटा प्रतिपक्षको नेता भएको हैसियतबाट।
अब धेरै कुराहरू म भन्न चाहन्न। यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। श्रम संस्कृति वास्तवमा एउटा पार्टी मात्रै नभएर यो एउटा सामाजिक अभियान पनि हो, जागरणको अभियान पनि हो, चेतनाको अभियान पनि हो। यो अभियानमा यहाँहरू सबैजना जोडिएर आउनुहोला। आज लोकार्पण गरिएको किताबमा होइन धेरै सल्लाह सुझावहरू विज्ञहरूको तर्फबाट साथै पाठकको तर्फबाट पनि आउनु जरुरी छ। तपाईहरु सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु कार्यक्रमको लागि समय दिएर आउनुभयो, विशेष हाम्रो सरहरूलाई। र यी किताबहरू तपाईहरुले एक एक पिस किनेर पनि लगिदिनु होला, त्यो पनि होला हैन कि त्यतिकै पो हो त होइन? हैन, एभ्रिथिङ हैज अ सर्टेन कस्ट। त्यसले गर्दाखेरि म त्यो पनि अनुरोध गर्न चाहन्छु, यहाँहरू सबैजनाको साथ सहयोग सधैँभरि रहिरहोस्। हामी सच्चिँदै अगाडि जान्छौँ। थुप्रै हाम्रा पनि कमी कमजोरीहरू छन्, ती कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि हामी जान्छौँ भन्ने प्रतिबद्धता जाहेर गर्दै आजको यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण, ऐतिहासिक है, अत्यन्तै